सरस्वती माता का हैप्पी बर्थडे तो हैप्पी पूजा के को पूजा हो छोरी? भगवानको कुन माताको पूजा अरे आज? सरस्वती माताको। ए हेलो गाइस, आज हम लोग स्कूल में सरस्वती माता का हैप्पी बर्थडे थो अनि अनि हजुरले पूजा गर्नु भएन? पूजा गर्नु भएन हजुरले? भन न। अनि हेलो हेलो साथीहरू, मेरो छोरीले भने जस्तै सरस्वती माताको आज ह्याप्पी बर्थडे परेकोले गर्दा सरस्वती पूजामा नानीको स्कुल जान चाहिँ हामी तयारी गर्दैछौँ। यसो भाग्यले जुराएर चाहिँ आज मेरो डेडी पनि आउनु भएको छ नि त, मेरो माइतको बुवा जसलाई हामी डेडी भन्छौँ है। अनि आज हाम्रो घरको फ्यामिलीहरू सबैजना आइदिनु होला जति पनि हुनुहुन्छ भनेर स्कुलबाट पनि इन्भाइट गर्नुभएको थियो। अनि बुवालाई पनि अब हेर्ने मौका जुरो नि त, नानीको स्कुल जाउँ न त सबैजना भनेर चाहिँ म, छोरो अनि बुवा नानीलाई लिएर चाहिँ नानीको स्कुल पुग्यौँ। स्कुल पुग्दाखेरि चाहिँ यहाँ सरस्वती पूजा सुरु भएकै थिएन क्या। हामी लगभग 10:30 11 बज्न आँट्दा पुगिरहेको थियौँ। तर अब त्यही हो, बच्चा सबै प्यारेन्ट्स बच्चा नआइकन पूजा स्टार्ट गर्ने कुरो पनि भएन। अनि पूजा स्टार्ट हुन्जेली चाहिँ हामी यसरी घाम तापेर रमाइलो गर्न थाल्यौँ नानीको स्कुलमा। सबैजना प्यारेन्ट्सहरू अब आइसके पछाडि अझै पूजा स्टार्ट भएको छैन। अब चाहिँ त्यहाँ गुरुले पढ्दै हुनुहुन्छ है, अब बल्ल स्टार्ट गर्न थालिसक्नुभयो। अनि हामी चाहिँ यसरी घाम तापेर हामी बसेको छौँ। नानी पनि खुसी छिन्, बुवा डेडीलाई स्कुल लिएर जान्छु म त भनेर भन्दै थिइन्। नानीले पनि डेडी नै भन्छन् मसँगै। अनि यसरी चाहिँ हामी रमाइलो गर्दै स्कुलतिर घाम ताप्दै बच्चाहरू खेलेको हेर्दै। अनि स्कुल पुगेपछि चाहिँ के भयो मेरो छोरीलाई थाहा छैन, खेल्नै गएनन् क्या कहीँ पनि साथीहरूसँग। मै बस्छु भन्छन्, खेल्नै जाँदिनन्, भरे मात्रै जान्छन् क्या नानी। अनि यहाँ हेर्नु त मेरो छोरीको सबैभन्दा बेस्ट फ्रेन्ड नै हो। अब बच्चालाई सबै आफ्नो फ्रेन्ड जस्तो लाग्छ, तर उसको नाम खुब लिन्छन् क्या, समिष्टि मुग्राटी भनेर मेरो छोरीको साथी। अनि हाई गर्दैछिन् क्या, निन्द्रा नपुगे जस्तो, जाऊ न छोरी खेल्न भन्दा पनि खेल्न जाँदिनन् प्ले ग्राउन्डमा। अनि यसरी बसिरहेको छिन् मेरो छोरी चाहिँ मक्क परेर, घाम पनि छ। अब हामी चाहिँ सरस्वती पूजा सकेर जानको लागि चाहिँ स्कुलमा, नानीको स्कुलमा वेट गरिरहेको छौँ है साथीहरू। यसरी नै यो चाहिँ सरस्वती पूजाको दिन हो। अनि यसरी हामी घाम तापेर दादा बहिनी हेर्नु न, दादा पनि आफ्नो स्कुलमा गइसक्यो अरे, आएर पनि बहिनीको स्कुलमा जानुभएको है। अनि यहाँ कति रमाइलो गरेर यो घुम्नेमा राखेर मैले आफै लगेर खेलाइदिएँ नानीलाई। आउन नानी खेल्नलाई, खेल भनेर एकछिन फ्रेस हुन्छन् कि भनेर नि त पुरा नबोलिकन नर्भस भए जस्तो गरिन्। अब मेरो छोरीको अर्को फ्रेन्ड आद्या हुनुहुन्छ, आद्या यति हँसिली हुनुहुन्छ, यस्तो मजाले हाँसिराख्नुहुन्छ है। मेरो छोरी चाहिँ झट्ट नहाँस्ने के, हाँस्नु पर्यो भने नि मुख बाङ्गो परे जस्तो गर्ने, हाँसो पनि लुकाउन जान्ने हुनुहुन्छ। अनि समिष्टि पनि चियर ल्याएर बसिदिनु भयो क्या त्यहाँ फ्रेन्डहरूको बिचमा। यस्तो रमाइलो भइरहेको छ साथीसँग। अब छोरीहरूको पूजा गर्ने पालो भइसकेको छ। 1 by 1 गरेर सबैजनाले चाहिँ विद्यार्थीहरूलाई टिचरले चाहिँ यसरी पूजा गराउँदै हुनुहुन्छ सरस्वती माताको। अनि मेरो छोरी पनि यसरी लाइनमा बसिरहेकी छिन् पूजा गर्नको लागि साथीहरू। अनि मेमले हामीलाई फुलहरू ल्याएर दिँदै हुनुहुन्छ, हामीलाई पनि पूजा गर्न जानु होला भनेर। अनि हामीहरू पनि फुल लिएर एकैछिनमा पहिला बच्चाहरूको सकिन्छ, त्यस पछाडि हामी ठुलोले पनि पूजा चाहिँ गर्नेछौँ। मेरो छोरीको पालो सकिएर आइसकेकी छिन्। त्यस पछाडि म पनि उतापट्टि गएर पूजा गर्दैछौँ। म र डेडी गएर चाहिँ यसरी नानीको स्कुलमा सरस्वती पूजा गर्दैछौँ साथीहरू। कस्तो सरस्वती पूजा पनि एक खालको रमाइलो हुन्छ क्या। अब यसरी बच्चाहरूलाई मनाउँदा यो झिलिमिली खेल्ने। अनि मेरो छोरी पनि सुरुमा चाहिँ के खुसी नै हुँदिनन् यसो बाहिर निक्लेर हिँड्दा, अनि एकछिनमा चाहिँ भरे खुसी भएर खेल्छिन् क्या। अब यहाँनिर गुरु हुनुहुन्छ, गुरुसँग पनि यस्तो बाँधेर चाहिँ हामीहरूले टिका लगाउनु पर्ने हुन्छ। अब यहाँ हामी बाउ छोरीको हेर्नु है साथीहरू, मेरो डेडी हुनुहुन्छ, उहाँ चाहिँ अनुहार कतिको मिल्छ यहाँ हेर्नु। अब यो गुरुसँग चाहिँ त्यहाँ हातमा बाँध्ने, अनि त्यहाँबाट टिका सिका लगाइसकेर चाहिँ हामी चाहिँ प्रसाद ग्रहण गर्नतिर लागिहाल्यौँ। प्रसादमा चाहिँ हलुवा, बुनिया, भुजिया,
फ्रुट्सहरू है अनि चना यस्तै आइटम राख्नुभएको थियो। अनि हामी सबैजना भएर चाहिँ यसरी प्रसाद ग्रहण गर्न थाल्यौँ। यसरी चाहिँ नानीको स्कुलमा सरस्वती पूजा यस्तो तरिकाले चाहिँ आज हाम्रो डेडीलाई पनि जुरेको रहेछ यो सालको। अनि हामीले रमाइलो गरेर मनायौँ। यसरी नानी खाँदैछिन्। म र नानीलाई चाहिँ एउटै भागमा ल्याएको थिएँ मैले। अनि नानीलाई खाऊ न त भनेर पहिला दिएँ। त्यस पछाडि हामी चाहिँ घरतिर लाग्यौँ। यहाँ मेरी छोरीले के भन्दै थिइन् थाहा छ? कुकुरले आँखा हेरो नि मामु भन्दै दौडिँदैछिन् क्या। त्यहाँ सुतेको कुकुरले आँखा हेरेछ कि डराइहाल्छन् नि त कुकुरदेखि। त्यही भएर कुकुरले आँखा हेरो मामु भनेर नानी दौडिँदैछिन्। अनि यता घरमा आएपछि बाबालाई सरस्वती पूजाको कुरा सुनाउँदै थिइन्। बाबालाई किन नजानु भएको भनेर नि एकैछिन बाबालाई माया पनि गर्छिन् क्या। बाबा चाहिँ जहाँ जाँदा पनि आइदिनुहोस् भन्ने चाहन्छन् क्या नानीले। त्यही भएर उहाँ बाबालाई किन नआउनु भएको भन्दै यहाँ बाबासँग रमाइलो गर्न थालिन् नानी। अनि मजाले आज जामा लगाएको कारणले जामा लगाएपछि फुर्केर घुम्छिन् क्या नानी खुसी भएर। यस्तै हो, केटाकेटीलाई जामा लगाएपछि चाहिँ एकदम रमाइलो हुँदो रहेछ क्या। राम्री भएको फिल हुँदो रहेछ क्या। उनीहरूलाई पनि सानै भए पनि जस्तो लाग्छ। अनि मेरो छोरी एकैछिन तल आएर नाचिन्, रमाइलो गरिन् है साथीहरू। यसरी नै हामीले चाहिँ योपालिको सरस्वती पूजाको चाहिँ एन्डिङ भयो हाम्रो चाहिँ। ओके साथीहरू, थ्याङ्क यू फर वाचिङ माई लङ ब्लग। हेर्नु है साथीहरू, खुसी भएर सरस्वती पूजाका कुराहरू सुनाउँदै थिइन् मेरो छोरीले चाहिँ यहाँ सबैजनालाई हाई भन्दै। ओके साथीहरू, बाई बाई।